नमस्ते। आज अलिकति अफ ट्र्याक कुरा गर्न चाहन्छु यो रियल स्टेट भन्दा अलिकति टाढा रहेर। स्पेशली एउटा पर्सनल कुरा नै हो, तर आइएम स्योर अरूलाई पनि यो समस्या हुन्छ होला। मलाई चाहिँ एउटा फ्लाइङ एङ्जाइटी हुन्छ, लाइक हुन्छ नि, इफ आई हेभ टु फ्लाइ समवेयर मलाई धेरै पटक सोच्नुपर्छ। त्यही भएर पनि मैले टिकट लास्ट आवरमा काट्छु। त्यसको रिजन के छ भने आई निड टु मेक स्योर दुवैतिरको वेदर चाहिँ एकदमै क्लियर होस्, डिपार्ट गर्ने ठाउँमा पनि वेदर राम्रो होस् र अराइभलको पनि वेदर राम्रो होस्। र प्राय मेरो टिकट लास्ट आवरमै नै हुन्छ। र एक दुईवटा त्यस्तो इन्सिडेन्ट पनि भएको छ। अभोइड गर्दै पनि एउटा लास्ट टाइम फ्लोरिडा ट्राभल गर्दाखेरि त्यस्तो भएको थियो। एकदमै हाई टर्बुलेन्स, लाइक हुन्छ नि 15 मिनटसम्म लिटरली लाइक अप एन्ड डाउन भइरहेको थियो। एकजना छेउको प्यासेन्जर त उहाँ लाइक पास्ड आउट पनि हुनुभयो, अलमोस्ट फ्लाइट रिटर्न पनि परेको थियो। र लेटली अहिले विभिन्न न्युजहरूमा जसरी आइरहेको छ, यता क्रास भयो, यता यो भयो भनेर आइरहेको छ, त्यसले सकेसम्म ट्राभलै गर्न नपर्यो हुन्थ्यो भन्ने खालको। यसको चाहिँ इन्टरनेटमा पनि मैले सोल्युसन हेरेँ, साथीभाइसँग पनि सल्लाह लिएँ होइन। त्यसको समाधान उपायहरू जुन जे थियो मैले त्यो ट्राई पनि गरेँ, अप्लाई पनि गरेँ, तर खासै त्यसको उपलब्धिमूलक हुन सकेन। यदि तपाईँहरूलाई पनि त्यस्तो हुन्छ र केही चिजहरूले तपाईँलाई रिलिफ गरेको छ अथवा यसको समाधान छ भने प्लिज डु लेट मी नो। मेबी यहाँ कोही डक्टरहरू इफ यु आर वाचिङ एन्ड यु नो लाइक यु नो वाट आइम टकिङ अबाउट र यससँग पनि केही समाधान छ या एडभाइस छ भने प्लिज डु लेट मी नो। म जस्तैका लागि धेरै नै उपलब्धिमूलक हुन सक्छ।